होइन मैले जिन्दगीमा धेरै राम्रो राम्रो चिजहरू गुमाएको छु के जसमध्येमा सबैभन्दा राम्रो चिज चाहिँ तिमी थियौ फेरि लाग्छ कहिलेकाहीँ फर्किन्छौ कि भन्ने पनि लाग्छ फेरि एक मनले एक्लै सोध्छु हाम्रो सम्बन्ध चिसिनुमा कि मेरै न्यानोपनको पो कमी थियो कि तर जेसुकै होस् सारा ब्रह्माण्डको अन्तिम भाग रहन्जेलसम्म म तिमीलाई पर्खिनेछु तिमीले कतैबाट यो स्टेजलाई मेरो आवाजलाई सुन्दैछौ भने दिस इज ओन्ली फर माई ब्युटिफुल लेडी